नेपाली माइती घरसम्म तपाईँ चाहिँ आफ्नो पीडाहरू लिएर आउनुपर्ने बाध्यता बनाउनु भएको खासमा जान चाहिँ कहाँ जानुभएको? उहाँ त अब अफिसमै जान्छु भनेर जानुभएको। उहाँ हामीसँग बस्नुहुन्न थिएन, केही समयदेखि उहाँ अफिसमै बस्नुहुन्थ्यो। अफिसमै जान्छु भनेर जानुभएको, एकछिन कोठामा आउनुभएको थियो। 5-10 मिनट चाहिँ बसेर म चाहिँ अफिसमा गएर कपडा लिएर आउँछु भनेर जानुभएको थियो। तर अफिस गइसकेपछि उहाँ चाहिँ फर्किनु फर्किनु भयो? हजुर। उहाँ जागिर छोडेर जानुभएको? हजुर, उहाँले निलम्बन गरिसक्यो अहिले विभागले। भनेपछि जाने बेलामा चाहिँ उहाँ भन्नाले जागिरमै हुन्थ्यो, तर अहिले पछिसम्म तपाईँले उजुर गरेपछि उहाँलाई निलम्बन गर्नुभएको? होइन, उहाँको निलम्बन भइसकेपछि बल्ल उहाँहरूले निवेदन बुझ्नुभएको। तपाईँ विचारमा चाहिँ कहाँ चाहिँ जानुभयो र तपाईँहरूलाई सानो बच्चा तपाईँलाई छोडेर जानुपर्ने बाटो चाहिँ कसरी आयो? उहाँ जानु चाहिँ कहाँ जानुभयो? अब उहाँको चाहिँ बाहिर रिलेसन थियो। रिलेसन भइसकेपछि अब उहाँ चाहिँ अब यहाँ नै भन्ने त छैन। अब भनौँ अब शङ्कामा चाहिँ अब इन्डियातिर उहाँको बहिनी हुनुहुन्छ, इन्डियामा बहिनीसँग हुनुहुन्छ कि भन्ने शङ्का चाहिँ गर्न सक्थ्यो, तर हुनुहुन्छ भन्ने अहिले थाहा छैन। भनेपछि उहाँको अरू कोसँग उहाँको चाहिँ सम्बन्ध थियो? हजुर, उहाँको रिलेसन थियो। कसरी थाहा भयो तपाईँलाई चाहिँ उहाँको रिलेसन थियो भनेर? उहाँको र मेरो एउटै जिमेल थियो, हामीले एउटै जिमेल चलाउँथ्यौँ। फेसबुक पनि मेरो आइडी उहाँले खोल्नुभएको थियो, उहाँको आइडी मेरोमा पनि खोलेको थियो। अनि उहाँहरूको फोटाहरू मेसेजहरू आएको थियो, मैले त्यसरी थाहा पाएँ। भनेपछि अहिले चाहिँ तपाईँलाई बच्चालाई छोडेर चाहिँ श्रीमान चाहिँ जुन त्यो उहाँको सम्बन्ध थियो उहाँसँग नै जानुभएको जस्तो लाग्छ? अब त्यो त अहिले भन्न सक्ने अवस्था पनि छैन होइन। उसैसँग जानुभयो भनेर अब आफ्नो आँखाले भनौँ नभेट्दा र नदेख्दासम्म, अब सँगै एकै ठाउँमा नसमात्दासम्म अब त्यो ठ्याक्कै उसले चाहिँ लगेर जानुभयो भन्ने सक्ने अवस्था